छु। अहिले भइरहेको हाम्रो चाहिँ इकोनोमिक सेन्सस हो, यसलाई इङ्ग्लिसमा इकोनोमिक सेन्सस भन्छ, नेपालीमा आर्थिक गणना भन्छ। तपाईँले सिम्पल क्वेसन्स आन्सरको लागि चाहिँ सिम्पल क्वेसन के चाहिँ सोधिन सक्छ भने आर्थिक गणना के हो भनेर भनिदिन सक्छ। सुरुमा हामीलाई त्यहाँको इन्टरभ्यू दिने टिमहरूले हामीलाई त्यो भन्नु सक्नुहुन्छ, आर्थिक गणना के हो भनेर सोध्न सक्नुहुन्छ। आर्थिक गणना के हो भनेर सोधेपछि हामीले कसरी उत्तर दिने भने उत्तर आर्थिक गणना भनेको देशमा भएका सबै व्यवसाय, उद्योग र आर्थिक क्रियाकलापको तथ्याङ्क सङ्कलन गर्ने प्रक्रिया हो भनेर छोटकरीमा भन्नु पर्यो हामीले। 2 नम्बरमा गणक इन्युमरेटरको काम के हो, हामी गणकमा इन्टरभ्यू दिइरहेछौँ भनेपछि हामीलाई उहाँले पक्का नै सोध्नुहुन्छ इन्युमरेटरको काम के हो। उत्तर गणकको काम घर घर वा व्यवसाय स्थलमा गएर सही तथ्याङ्क सङ्कलन गर्ने, प्रश्नावली भर्ने र सही जानकारी कार्यालयमा बुझाउने हो भनेर भन्नुपर्छ हामीले। 3 नम्बरमा तपाईँ यो काम किन गर्न चाहनुहुन्छ भनेर सोध्न सक्नुहुन्छ। उत्तर मलाई तथ्याङ्क सङ्कलन र फिल्डमा काम गर्न रुचि छ, यो कामले मलाई अनुभव दिन्छ र देशको विकासमा योगदान गर्न मद्दत गर्छ भनेर भन्नुपर्छ। यदि कुनै व्यक्ति जानकारी दिन मानेनन् भने के गर्नुहुन्छ भनेर सोध्छ। उत्तर म शान्त र शिष्ट तरिकाले आर्थिक गणनाको उद्देश्य बुझाउँछु र गोपनीयता सुरक्षित रहने कुरा बताउँछु। तपाईँको मुख्य गुण के हो। उत्तर म इमान्दार, मेहनती, जिम्मेवार र राम्रो सञ्चार क्षमता भएको व्यक्ति हुँ। आर्थिक गणनामा के समावेश हुन्छ। उत्तर पसल, उद्योग, कम्पनी, रोजगारी र सेवा क्षेत्रका आर्थिक गतिविधिहरू समावेश हुन्छन्। गलत तथ्याङ्क दिएमा के हुन्छ। उत्तर गलत तथ्याङ्कले देशको योजना गलत हुन सक्छ, त्यसैले सही र इमान्दार जानकारी दिनु अत्यन्त आवश्यक हुन्छ भनेर चाहिँ तपाईँ हामीले भन्नुपर्छ। यो एज अ नर्मल क्वेसन्स है, सम्भावित सोध्ने प्रश्नहरू चाहिँ यी हुन् है हजुर। ल यसको लागि तयारी गर्नुहोस् ल। हस्, धन्यवाद। दाहिने सारा बर्को बोट देब्रे सारा पिपल चौतारी भन्दा